हुनासाथ बच्चाहरू मामा घर भन्छन् अनि मामालाई जान रुचाउँछन्। यसको मुख्य कारण के हो थाहा छ हजुरहरूलाई? हो, मामा घरमा माया हुन्छ, चक्लेट दिन्छन्, प्रेम हुन्छ, बल्ल बल्ल आएको भन्छन्, कुटुम्बका छोराछोरी भन्छन्, प्रेम स्नेह गर्छन्, कसैले गाली गर्दैनन्, त्यो पनि एउटा कारण हो। तर सबभन्दा मुख्य कारण भनेको उनकी आमालाई गरिने प्रेम हो। तेरी आमा यस्ती, तेरी आमासँग नबोल, तेरी आमा फटाई, तेरी आमाले यो गरी, तेरी आमाले त्यो गरी भनेर मामालाई घरमा उसको आमाको कुरा काट्ने व्यक्ति कोही पनि हुँदैनन्। सबैले तेरी आमा अत्यन्तै राम्रो थिए, सानोमा यस्तो थिए भनेर गुणगान गर्छन्। आमालाई प्रेम गर्नु है भनेर बारम्बार भनिरहेका हुन्छन्। त्यसैले अटोमेटिक रूपमा भए जति प्राय सबै बच्चाको कनेक्सन मामा घरमा हुन्छ, किनकि त्यो बच्चाको कनेक्सन आफ्नै आमासँग हुन्छ। हरे कृष्ण।